Hello guys, welcome to my mini vlog. Wait. आँखा लाउन चाहिँ नपाइला सबजना प्याक नि फेरि म बाहेक। हामी आज चिटिक्क परेर कहाँ हिँडेको भनेर थाहा पाउनु भएको छैन भने हामी चाहिँ कम्पनीको पार्टीमा हिँडेको। हामी त्यहाँ पुग्ने बेलासम्म चाहिँ प्रायः जसो मान्छेहरू आएर खान थालिसक्नु भएको रहेछ। हामी पनि ढिला नगरिकन खानलाई सुरु गरिहाल्यौँ। अनि हामीले ड्रिङ्क्स चाहिँ के पनि लिएनौँ ल, किनभने हामीले खाना छोडिसक्यो, तपाईँलाई थाहा छ यो कुरा। अनि हामीलाई चाहिँ फेरि नखाए पनि इन्जोय गर्न चाहिँ कसैले सक्दैन नि, फेरि खाएको भन्दा दामी तरिकाले इन्जोय गर्छौँ नि त। अनि हेर्नु न बुढीलाई कसले सक्छ र फेरि यहाँको बुढीहरूलाई। अनि हामी चाहिँ खाँदै थियौँ, यताको मान्छेहरू चाहिँ स्टेजमा गएर नाच्न सुरु गरिसकेका थियो। अनि त्यसपछि हामी पनि के काम भए भन्दै हामी पनि गएर नाच्न थाल्यौँ। गीत चाहिँ बुझेन नि, फेरि यताको गीत बजाएको। अनि गीत नबुझे पनि इन्जोय त गर्नु पर्यो। हामी पनि नाच्यौँ त्यहाँ बुढीहरूसँग। अनि हामीले पनि नेपाली गीत पनि लगाइदेऊ भनेको नलाइदिएको हो। कस्तो रिस उठ्यो एकछिन त, रिस उठेर नि के गर्नु अर्काको ठाउँमा। अनि त्यसपछि नाच्यौँ नबुझे पनि। त्यहाँ हाम्रो भाइ बहिनीहरू नाच्दैछ। अहिले चाहिँ मैले गरिदिइरहेको छु भिडियो, हेर्नु न भाइ बहिनीहरू दामी इन्जोय हान्दैछ। यिनीहरूले नेपाली गीत नबजाइदिएर के भयो त। अब जनवरी 11 आउँदैछ नि, त्यतिखेर माघी मेलामा गएर टक्क यही हलमा हो फेरि प्रोग्राम पनि, मजाले नेपाली गीतमा नाच्छु भनेको साथीहरू। मेरो ड्रेस त निकुसियाको अफिसमा आएर अड्किएर बसेको छ अरे हो। अनि अफिसको मान्छेहरू चाहिँ ग्रिस घुम्नु गएको छ अरे 11 तारिकसम्म। तिनीहरू फर्केन भने त मेरो ड्रेस पनि हुँदैन, म आउन पनि पाउँदिनँ, म नाच्न पनि पाउँदिनँ नेपाली गीतमा। के गर्नु, हेर्नु न यतातिरको डान्स फेरि के हो लाइन लाएर हात जोडेर हिँड्दैछ। अनि हाम्रो भाइहरूको चाहिँ, मेरो हिरो भाइहरूको चाहिँ बल्ल इन्ट्री भएर बल्ल खाना सुरु हुँदैछ। अनि हेर्नु न भाइहरू फेरि यस्तो भिडियो गरेन भने मेरो भ्लगर दिदी कहाँ गयो भिडियो खाइ भन्छ। अनि भिडियो स्टार्ट गऱ्यो भने लजाएर हो कि उसको तरुणीहरूले देख्छ भनेर हो। अनि नगर्नु न भिडियो दिदी, नगर्नु भन्छ। अनि छोड्छु त मैले भिडियो गर्न, जसले नगर्नु भन्छ उनीहरूलाई त खोजी जुम गरी ल्याउँछु नि मैले फेरि। अनि हामीलाई 1-2जनाले चाहिँ पक्कै खाएको हुनुपर्छ यिनीहरूले चाहिँ भन्दै थियो। तर सरी ल, यस्तरी रमाइलो गर्नुको लागि खानै पर्छ भन्ने छैन। हामी त यत्तिकै पनि रमाइलो गरिदिन्छौँ ल। अनि हेर्नु न हाम्रो गीत नबजाइदिए पनि हामी आफै गीत गाउँदै आफ्नै शैलीमा नाच्दैछौँ। हामीलाई कसले सक्छ र फेरि। अनि यो चाहिँ हेर्नु न श्रीलङ्कनको चाहिँ गीत बजाइदिएको कि गीत चाहिँ नरहेछ, म्युजिक मात्रै बजिरहेको थियो, साउन्ड मात्रै, त्यो उस मात्रै। अनि त्यही पनि नाच्यौँ त्यसमा पनि। अनि त्यसपछि यो चाहिँ हाम्रो क्याप्सलसको जति चाहिँ प्रायः पछाडि थियो, सबैजना पछाडि नै रमाइलो गरिरहेको थियो। जोस् रमाइलो भयो। पोहोर सालको पार्टीमा चाहिँ म जानु पाइनँ, किनभने म बिरामी भएको थिएँ। अनि योपालि पनि धन्नै बिरामी भइसकेको थिएँ, तर भएन। यसपालि चाहिँ गयो, रमाइलो भयो। अनि हेर्नु न हाम्रो भाइहरूलाई फेरि कसले सक्छ र। अनि पीडा छ दिलमा मान्छे छ चिलमा भने जस्तो क्या हाम्रो पारा फेरि। जोस् रमाइलो भयो। अनि हेर्नु न यहाँ अहिले हेर्नु ल, आउँदैछ मेरो पछाडि कर्नल। मेरो भिडियो त बनाइदिँदै थियो, एउटा नचिनेको को पछाडि आएर पोज दिँदै रहेछ। म त यसो हेरेको त ए भगवान्, खङ्गै तर्सियो नि हौ थैट। हामीले रमाइलो चाहिँ बेसरी गऱ्यौँ, बेसरी नाच्यौँ, तर त्यस्तो राम्रो भिडियो फोटोहरू चाहिँ खासै त्यस्तो राम्रो नि निकालेन हौ। एउटा पनि टिकटकमा यसो पोस्ट गरौँ, फेसबुकतिर पोस्ट गरौँ भन्ने जस्तो फोटो भिडियोहरू पनि खिचेन। तर रमाइलो चाहिँ गऱ्यो। अनि कुनै अलिअलि चाहिँ कसैले भिडियो गरिदिएर त्यो चाहिँ क्याप्चर भएर रहेछ। अनि त्यही भएर मैले यसो सर्ट ब्लगमा हालिदिइहालौँ न भनेर जोडजाड पारेर हालेको, तर फोटोहरू त्यस्तो राम्रो खिचेन। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। अनि यो चिसो मौसममा न्यानो माया सबैजनालाई। अब चाहिँ हामी घर फर्केको, बुढीहरूलाई बाई भनेर अर्को बुढीको गाडीमा घर फर्केको अब हामी। अनि करिनालाई यसरी गर न भएन के भन्दै गाली गर्दै, सरी करिना।